वा खराब भावना नलिई इमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूबाट प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। भर्खरै मात्र प्रधानमन्त्रीका रूपमा रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले शपथ लिनुभएको छ। उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा 76(1) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्धताका साथ निष्ठासहित प्रतिज्ञा गर्दै उहाँले ईश्वर, देश र जनताको नाममा शपथ लिनुभएको हो। यति बेलाको यो दृश्य निकै महत्त्वपूर्ण छ, जहाँ नागरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्की 6 महिनाको कार्य अवधि सकेर बाहिरदै हुनुहुन्छ र अबको सरकारको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहको हातमा आएको छ। उहाँले यति बेला प्रधान न्यायाधीश, उपराष्ट्रपति लगायतसँग पनि बधाई स्वीकार गर्दै हुनुहुन्छ। यो समय निश्चय नै निकै महत्त्वपूर्ण रहेको छ। प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो हुने गरी पक्षपात नगरी पूर्वाग्रह बिना खराब भावना नराखी इमानदारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्छु भन्दै उहाँले पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ। प्रधानमन्त्रीमा बालेन्द्र शाहले शपथ लिइसकेपछि उहाँले शपथको पत्र